मन्त्रालयको वेबसाइट हो। मन्त्रालयको वेबसाइटमा विशाल स्क्रोल गरिसकेपछि यहाँ हस्पिटल रिन्युअल एन्ड रजिस्ट्रेसन सिस्टम भनेर देख्न सक्नुहुन्छ। यसमा क्लिक गरिसकेपछि यो स्क्रिन खुल्छ। यसमा चाहिँ स्वास्थ्य संस्थाहरूले पहिले आफ्नो युजर नेम पासवर्डलाई रिक्वेस्ट लगइनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसमा तपाईँले आफ्नो संस्थाको नाम, संस्थाको इमेल, यो इमेलमा चाहिँ हजुरले याद गर्नुहोला। हजुरहरूको युजर नेम आइडी चाहिँ जेनेरेट भएपछि यो इमेलमा आउँछ। त्यसपछि प्यान दर्ता नम्बरहरू, सेवाको प्रकारहरू जस्तो जनरल हो कि विशेषज्ञ, पोलिक्लिनिक के हो। जस्तो जनरलभित्र पनि हजुरहरूको अस्पताल कति बेड क्षमताको अस्पताल हो, 25, 50, 100। यसमा डक्टरहरूको सङ्ख्या, विशेषज्ञ डक्टरहरूको सङ्ख्या, सेवाहरू, ओपिडी, आइपिडी, ओटी के के छन्। त्यसपछि यो फोन नम्बर, मोबाइल नम्बर भर्नुपर्ने हुन्छ। त्यसपछि अर्को सेक्सनमा जानुपर्ने हुन्छ। यहाँ गएर चाहिँ तपाईँको संस्था चाहिँ कुन जिल्ला अथवा कुन स्थानीय तह अन्तर्गत, वडा, टोल सबै यहाँ लेख्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको त्यो संस्था चाहिँ कुन चाहिँ संस्थासँग लिड छ त्यो, अथवा तपाईँलाई त्यो प्रमाणपत्र उपलब्ध गराउने अधिकार प्राप्त संस्था चाहिँ कुन हो भन्ने कुरा यहाँबाट छान्नुपर्ने हुन्छ। मन्त्रालय हो कि, जनस्वास्थ्य कार्यालय हो कि, स्वास्थ्य निर्देशालय हो कि, अथवा प्रदेश जनस्वास्थ्य प्रयोगशाला अथवा आयुर्वेदिक हो। अथवा यसमा कन्फ्युजन हुनुभयो भने कहाँ हो तपाईँले थाहा भएन भनेदेखि यहाँ तल अप्सन दिएको छ। यहाँ कुनै विभाग चयन गर्ने बारेमा जान्नको लागि भने यहाँ क्लिक गर्नुहोस्। त्यसपछि हजुरहरूले एडभान्समा क्लिक गरेर प्रोसेस गरिसकेपछि एउटा पिडिएफ फाइल खुल्छ। यसमा चाहिँ कस्तो किसिमको संस्था कहाँनिर पर्छ भनेर यहाँ इन डिटेल लेखिएको छ। यो अनुसार हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ एउटा सम्बन्धित कार्यालय छान्नु होला रिक्वेस्ट गर्ने। त्यसपछि अर्को अप्सनमा जानुहोस्। त्यसपछि संस्थाको फोटो, स्याम्पल फोटो अपलोड गरेर अनुरोधमा क्लिक गर्नुपछि तपाईँको यो अनुरोध सम्बन्धित संस्थाको अधिकार प्राप्त संस्थामा जान्छ र उहाँहरूले तपाईँलाई तपाईँहरूको युजर नेम पासवर्ड हेरेर जेनेरेट गरेर उपलब्ध गराइदिनुहुन्छ। त्यसपश्चात तपाईँले यही स्क्रिनमा गएर तपाईँले प्राप्त गर्नुभएको युजर नेम र पासवर्ड चाहिँ यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ। यहाँ इन्ट्री गरिसकेपछि तपाईँको संस्थाले के को लागि हो, अब नयाँ संस्था दर्ता हो कि, नवीकरण हो कि, अथवा स्तरोन्नति, जस्तो 25 बेडबाट 50 बेड बनाउनु खोज्नुभएको हो कि, अथवा 50बाट 100 गर्न खोज्नुभएको अथवा रिन्यू मात्र गर्ने हो भने यहाँ तपाईँले कुनै एउटा अप्सन क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि एउटा यसले सोध्छ कन्फर्म गर्ने हो कि होइन भनेर। त्यसको लागि चाहिँ तपाईँले यहाँ अनुसूची भर्नुपर्ने हुन्छ। यो देखिएको अनुसूची चाहिँ तपाईँले भर्नुपर्ने हुन्छ। यो चाहिँ 4वटा अनुसूची चाहिँ तपाईँहरूको लागि अनिवार्य हो। यो जस्तो नयाँ संस्था दर्ताको लागि अथवा नवीकरणको लागि, विभिन्न स्पेसल अस्पतालको लागि डिफ्रेन्ट हुन्छ। यो चाहिँ जति यहाँ अनुसूची देखिन्छ त्यो चाहिँ तपाईँले भर्नुपर्ने अनुसूचीहरू हो। जस्तो अनुसूची 4 भनौँ न, अनुसूची 4मा आफ्नो संस्थासँग रिलेटेड सबै डकुमेन्टहरू हजुरहरूले भर्नुपर्ने हुन्छ। नवीकरणमा जस्तो नवीकरण यस गर्नु पर्यो। त्यसपछि अनुसूचीमा क्लिक गर्नु पर्यो। अनुसूचीमा क्लिक जस्तो स्वास्थ्य सत्ताको दर्तापत्रमा टिक लाउनु पर्यो। त्यसपछि यहाँ चुज फाइल गरेर हजुरको फाइल कहाँ छ त्यहाँ फाइलमा गएर यो फाइल अपलोड गर्नु पर्यो। जस्तो भने म स्याम्पल फाइल अपलोड गरिदिन्छु। यो सबै अपलोड भइसकेपछि यहाँ भ्यूमा क्लिक गरेर तपाईँले कन्फर्म गर्न पनि सक्नुहुन्छ है। फाइल अपलोड नभएको ठाउँमा चाहिँ यो फाइल हटाउँदैन गर्न सक्नु। यो चाहिँ तपाईँले एकैचोटि भएर सब्मिट गर्नुपर्छ भन्ने हुँदैन। यसमा चाहिँ तपाईँको डकुमेन्टहरू तयार गर्न समय लाग्छ भने तपाईँसँग भएको डकुमेन्ट टिक लाउँदै अपलोड गरेर सेभ गरेर पनि राख्न सक्नुहुन्छ। सेभ गरेर राखिसकेपछि तपाईँले लगआउट गरेर अर्को कुनै दिन अथवा भोलिपल्ट पर्सिपल्ट गर्दा नि हुन्छ। यसमा तपाईँहरू कन्फ्युजन नहुनुहोस् कि एकचोटि तपाईँले एकै दिनमा अथवा एकै समयमा कम्प्लिट फर्म भर्नुपर्ने अथवा यो अनुसूची भर्नुपर्ने भन्ने हुँदैन। यो तपाईँले आफ्नो समय लिएर फाइलहरू कलेक्सन गरेर अपलोड गर्न सक्नुहुन्छ। तर सेभ गरिन्जेलसँग केही समस्या हुँदैन। तर यो सेभ गरिसकेपछि एकपटक तपाईँले सबमिसनमा गएर यहाँ जस्तो प्रक्रियामा रहेको छ भ्यूमा गएर यो सबमिटमा तपाईँले क्लिक गर्न सक्नुहुन्छ। यो सेभ गरिन्जेलसँग चाहिँ तपाईँको यो ड्यासबोर्डमा मात्रै आफ्नो नवीकरणको अथवा संस्था दर्ताको लागि रिक्वेस्टमा मात्रै बसेको हुन्छ। यो अघि हामीले नयाँ संस्था दर्ता गरेको थियौँ, यहाँ मात्रै बस्छ। फर्म एउटा मात्रै टिक लगाएका थियौँ होला, सेभ गरिरहेको थिएन अघि, त्यही भएर यसरी देखिन्छ। यो सेभ भनेको चाहिँ तपाईँको आफ्नो प्रोफाइलमा मात्रै सेभ हो। यो भनेको मन्त्रालयमा तपाईँको फर्म अनुसूची गएको छैन। यो भनेको तपाईँको आफ्नै प्रोफाइलमा मात्र हो। जबसम्म तपाईँहरूले कम्प्लिट भरेर यसरी यहाँ देखिन्छ नवीकरण हो कि अथवा शाखा विस्तार के हो स्थान यहाँ देखिन्छ आफ्नो अनुसूची अनुसार तपाईँले क्लिक गर्नुभए अनुसार
त्यहाँ भ्यूमा क्लिक गरेपछि जबसँग यो सबमिट बटन थिच्नुहुन्न तबसँग तपाईँको यो प्रोफाइल मा भरिएको चिज तपाईँहरूको आफ्नै प्रोफाइलमा मात्रै हो, मन्त्रालय अथवा सम्बन्धित अधिकार प्राप्त संस्थामा गएको छैन। जब तपाईँहरूले एकचोटि यो सबमिट क्लिक गर्नुहुन्छ त्यसपछि भने तपाईँहरूले कुनै पनि डाटा यसमा यस गरेर कन्फर्म गर्नु भइसकेपछि चाहिँ तपाईँले कुनै पनि डाटा चाहिँ म्यानिपुलेसन गर्ने अथवा एडिट गर्नलाई चेन्ज गर्न मिस्टेक भएछ भन्न पाउनुहुन्न। जति तपाईँले चेन्ज गर्न पाउनुहुन्छ सेभ गर्नु सबमिट गर्नु नगरुन्जेलसम्म मात्र तपाईँले यसमा एडिट गर्न पाउनुहुन्छ। जब एकचोटि तपाईँले सबमिट गरिसक्नु भएको हुन्छ त्यसपछि भने तपाईँले त्यसलाई कुनै पनि किसिमको एडिट अथवा चेन्ज गर्नु मिल्दैन। त्यही भएर सबमिट गर्नुभन्दा अगाडि तपाईँले कन्फर्म गर्नु होला आफ्नो भर्न पर्ने डाटा सबै भरिएको छैन, आफूले अपलोड गरेको फाइल ठिक छ कि छैन भन्ने चाहिँ तपाईँहरूले हेरेर फाइनल भएपछि 2-3 पटक क्रस चेक गरेपछि बल्ल सबमिट गर्नु होला। सबमिट गरिसकेपछि तपाईँहरूको फाइल चाहिँ चेन्ज गर्नु मिल्दैन।